सबै डाक्टर साहबहरूलाई नमस्कार, गुड मर्निङ। फ्रन्टलाइन डक्टर्स नेपाल ऱ्यान्डम ग्रुप मात्र होइन, यो एउटा भिजन हो। कोही साइलेन्ट हुनुहुन्छ, कोही ग्रुप लिभ गरेर जानुभएको छ, इट्स ओके। रेभोल्युसन मासले होइन, थोरै विश्वास गर्नेहरूले सुरु हुने हो। वी आर नट लुजिङ मेम्बर्स, वी आर फिल्टरिङ फर कमिटमेन्ट। कोही बिहानै ड्युटी जाँदै हुनुहुन्छ होला, कोही रातभरिको थाकेको शरीर लिएर घर फर्किँदै हुनुहुन्छ होला, कोही एउटा हस्पिटलमा ड्युटी सकेर हतार हतार अर्को हस्पिटलमा जाँदै हुनुहुन्छ होला आफ्नो र परिवारको पेट पाल्नको लागि। कोही दिनरात नभनी अब्रोड प्रिपरेसनमा हुनुहुन्छ होला, कोही नेपालको पिजी इन्ट्रान्सको तयारीमा बिहानैबाट एउटा साइलेन्ट कोठा रिडिङ होममा हुनुहुन्छ होला, कोही पर्सनल हेल्थ, फ्यामिली अरू कुनै कुराले व्यस्त हुनुहुन्छ होला। इट्स ओके, वी अन्डरस्ट्यान्ड। किनकि म पनि तपाईँहरू मध्ये नै एउटा हो। जो ग्रुपमा हुनुहुन्छ भएसम्म एक्टिभ हुनुहोस्, क्वेसन गर्नुहोस्, किनकि कहिलेकाहीँ अन्जानमा म पनि बाटो बिराउन सक्छु। बाटो देखाउनुपर्छ तपाईँहरूले। जो जानुभयो, जब रेभोल्युसनले उहाँहरूको पनि आवाज उठाउँछ, हामी फेरि उहाँहरूलाई स्वागत गर्न तयार छौँ। धेरैले मलाई सोध्नुहुन्छ, डाक्टर साहब अब के गर्ने? अहिले त काम सुरु मात्र हुँदैछ। हस्पिटल प्रतिनिधिबाट जिल्ला प्रतिनिधि, त्यसपछि भर्चुअल मिटिङ मार्फत सबैको एजेन्डा उठाउने र सबै प्रदेशबाट आएको शीर्ष 5 राष्ट्र एजेन्डा लिएर अघि बढ्ने, त्यो नै हाम्रो क्रान्तिको पहिलो सुरुवात हुनेछ। अहिले यो साइलेन्स इज अल्सो अ पार्ट अफ रेभोल्युसन। हामी ट्रेनिङमा छौँ साथीहरू। देशले अझै केही देखेको छैन होला, तर जब झापाको मेडिकल अफिसरले कर्णालीको मेडिकल अफिसरलाई चिन्छ, त्यो नै आफैमा जित हो। छिट्टै हामी सबै सँगै हुनेछौँ। रजिस्ट्रेसन दर्ता, फर्स्ट प्रेस मिट र हाम्रो कोलाबोरेटिभ आवाज त्यो दिन इतिहासले सम्झनेछ। तपाईँ डाक्टर साहबहरूलाई जसले साइलेन्समा पनि साथ दिनुभएको छ। धन्यवाद, डाक्टर चेवन।